सामाकोशी काठमाडौँमा चाहिँ घर बिक्रीमा आइसकेको छ है। अनि बाटो भन्नुहुन्छ नि यो 14 फिटे बाटो यो रहेको छ। अनि घर चाहिँ यो हो तपाईको, यो हेर्न सक्नुहुन्छ तपाईहरुले। जम्मा 3.5 तले घर, 3 आना 3 नाममा बनेको घर रहेको छ है। बाटो यो 14 फिटे तपाईले पाउन सक्नुहुन्छ। सामाकोशी रिङ रोड बाहिरपट्टि पर्छ। यसको लोकेसन चाहिँ ठ्याक्क रिङ रोडको बाहिरपट्टि तपाईको 500 मिटर जति आयो भने चाहिँ यो घरमा चाहिँ आइपुग्न सक्नुहुन्छ तपाईहरु है। ल बाटो यही नै रहेछ, तपाईहरुले 14 फिटे बाटो पाउन सक्नुहुनेछ। पार्किङको स्पेस भन्न सक्नुहुन्छ नि, यहाँ पार्किङ कार, बाइक, स्कुटर मजाले तपाईको पार्किङ गर्ने स्पेस रहेको छ है यहाँनेर। अनि ग्राउन्ड फ्लोरमा यी सबै टाइल मार्बलहरु मजाले गरिदिनु भएको रहेछ। यो प्रत्येक फ्लोरमा भर्याङहरु पनि मजाले गरिदिनु भएको छ। अनि मुनि चाहिँ 3टा रुम रहेको छ है, 2टा बेडरुम, एउटा किचन प्लस टोयलेट बाथरुम रहेको छ। यो मुनिकोमा चाहिँ कोठाहरु कति साइजको हो दिदी? ठुलठुलै छ है। यो चाहिँ अहिले बन्द छ हैन? ल कोठाहरु चाहिँ यो एकदमै ठुलठुलो रहेछ है घरमा चाहिँ। अनि यो किचन रुम, यहाँनेर फर्स्ट फ्लोरमा चाहिँ 2टा बेडरुम, अनि यहाँनेर कमन टोयलेट बाथरुम, एट्याच टोयलेट बाथरुम पनि तपाईले पाउन सक्नुहुने रहेछ। 3टा बेडरुम, एउटा किचन रहेको छ है यहाँ चाहिँ। 3टा बेडरुम, एउटा किचन, टोयलेट बाथरुम। ल यो चाहिँ थर्ड फ्लोर रहेको छ, यो हेर्न सक्नुहुन्छ तपाईले। यो बेडरुम सेम तलमै बराबर हो। यसमा चाहिँ तपाईको 2टा बेडरुम, लिभिङ, यहाँ चाहिँ लिभिङमा बेडरुम निकाल्नु भएको रहेछ र यहाँ चाहिँ ठुलो लिभिङ तपाईले पाउन सक्नुहुन्छ है। यो चाहिँ थर्ड फ्लोर, यहाँहरु चाहिँ घरबेटी बस्नु हुँदै रहेछ। अनि उता पछाडी कौसी रहेको छ, त्यहाँ कौसी पनि पाउन सक्नुहुन्छ। चौथो। अब यो फर्स्ट, सेकेन्ड, थर्ड फ्लोर। चौथो। ल यो चौथो तलामा हामी आइसकेका छौँ। यहाँ चाहिँ किचनहरु बनाउनु भएको रहेछ है। किचन डाइनिङ। किचन डाइनिङ। अनि यतापट्टि पूजा गर्ने ठाउँहरु पनि रहेछ। अनि यसपछि यहाँ चाहिँ 3.5 तला घरमा चाहिँ यहाँ टप फ्लोरमा तपाईले कौसी पाउन सक्नुहुन्छ। यहाँ भन्दा माथि पनि कौसी रहेको छ। यहाँ भन्दा माथि पनि कौसी रहेको छ। ल तपाईले हेरिहाल्नु हो, तपाईको घर चाहिँ यही नै हो। तपाईको टोटल 3 आना 3 नाममा बनेको घर। बाटो चाहिँ 14 कि 16 फिट हो बाटो चाहिँ? 16 फिट हो। ल बाटो यही नै रहेको छ, तपाईले हेरिहाल्नु भयो। मेन त्यहाँ अलिक परतिर गइसकेपछि तपाईले रिङ रोडको मेन बाटो पाउन सक्नुहुन्छ। घर किनेर बस्नको लागि चाहिँ एकदमै शान्त आनन्द वातावरण रहेको छ। 3 आना 3 नाममा बनेको घर। अनि यसको मूल्य भनेको चाहिँ तपाईको 3 करोड 20 लाख रुपैयाँ भन्नुहुन्छ है। यसको प्राइस चाहिँ त्यति रहेको छ। तपाईहरुले आउनुहुन्छ भने केही मिलाएर पनि हुन सक्छ। इच्छुकले चाहिँ हामीलाई कन्ट्याक्ट गर्नु होला। घर यही नै हो, तपाईले हेरिहाल्नु भयो। 3 आना 3 नाममा बनेको घर। प्राइस मैले तपाईहरुलाई भनिहालेँ, बाटोको कुराहरु गरिहालेँ। अनि टोटली तपाईको कोठा चाहिँ 14वटा कोठा रहेको छ। एकदमै ठुलठुलो कोठा, 14वटा कोठा रहेको छ। इच्छुकले चाहिँ हामीलाई तुरुन्त कन्ट्याक्ट गरेर हाम्रो कन्ट्याक्ट नम्बर चाहिँ 9742429217। यो नम्बरमा चाहिँ तपाईहरुले कल गरेर यो घर तपाईहरुले किन्ने इच्छुक हुनुहुन्छ भने चाहिँ हेर्न आउन सक्नुहुन्छ। प्राइसमा चाहिँ केही मिल्छ है, अलिकति केही प्राइसहरुमा मिल्छ। इच्छुकले चाहिँ हामीलाई कल गर्नु होला। हवस् त।